उपचार भइरहेको छ। काठमाडौँमा आज पनि वायु प्रदूषण बढेको छ। विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौँ आज दोस्रो स्थानमा रहेको छ। काठमाडौँको हावाको गुणस्तर मापन सूचक AQI 211 मापन भएको छ। प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली रहेको छ। दिल्लीको AQI 249 र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको 207 रहेको छ। बिहिबार खतरनाक तह पार गरेर शुक्रबारदेखि केही घटेको काठमाडौँको प्रदूषण हिजो साँझदेखि फेरि बढेको हो। AQI 200 भन्दा माथि जानुलाई अति अस्वस्थ मान्ने गरिन्छ। वायु गुणस्तर मापन सूचक 200 भन्दा माथि रहेकोले अति सावधानी अपनाउनु पर्ने डाक्टरहरूले सुझाव दिएका छन्। एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको संख्या पनि बढिरहेको छ। अल्का अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अहिम श्रेष्ठले बिरामीको संख्या निकै बढेको बताउनु भएको छ। वायु प्रदूषणका कारण श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू धेरै देखिने गरेको उहाँको भनाइरहेको छ। यस्तै दूषित कणहरू फोक्सोबाट रगत हुँदै शरीरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टर श्रेष्ठको भनाइरहेको छ। वायु प्रदूषणले वृद्ध वृद्धा बालबालिका गर्भवती र सुत्केरीमा धेरै जोखिम हुने चिकित्सकको भनाइ छ। मुटु मृगौला श्वास प्रश्वास लगायतका धेरै रोगी पनि उच्च जोखिममा पर्ने गर्दछन्। अहिलेको जटिल समयमा सकेसम्म घरभित्रै बस्न र निस्कनै परे मास्क लगाउन चिकित्सकको सुझाव रहेको छ। नारायणगढ बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि गाडी आवत जावत बन्द गरिने भएको छ। नवलपरासी बर्तघाट सुस्ता पूर्व र पश्चिमको सरुपारवालाको हलको बैठकले यस्तो निर्णय गरेको हो। दाउन्ने क्षेत्रमा यही चैत्र 27 गतेदेखि चैत्र 31 गतेसम्म बिहान 11 देखि दिउँसो 3 बजेसम्म तथा 2082 वैशाख 1 गतेदेखि वैशाख 15 गतेसम्म राति 11 बजेदेखि बिहान 5 बजेसम्म अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइएको। सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भएको छ। नवलपरासी बर्तघाट सुस्ता पूर्व र पश्चिमका जिल्ला समन्वय प्रमुख जिल्ला अधिकारी बर्तघाट नगरपालिकाका मेयर विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष दुवै योजनाका योजना प्रमुख योजनाको परामर्शदाता निर्माण व्यवसाय एवं सुरक्षा निकायका प्रमुख समेतको संयुक्त बैठकले दाउन्ने सडक दैनिक केही घण्टा बन्द गरेर भए पनि निर्माणमा तीव्रता दिने निर्णय भएको छ। नेपाली बजारमा बजारमा